माल्टामा चाहिँ यो मौसमको भरै हुँदैन यार, कतिखेर पानी यहाँ पर्छ, कतिखेर घाम लाग्छ। अहिले घाम लागेको थियो, अहिले हेर्नु न पानी ल। त्यहाँ आनन्दले सुतिरहेको मान्छे टक्क कम्पनीबाट फोन आयो, ल तपाईँहरू चाहिँ आउनु पर्यो है भनेर टक्क निक्लेको थियौँ बाहिर। बाहिर निक्लिँदा टक्क पानी आयो। अनि हामी एकजना साथी अनि मलाई साथीले चाहिँ नलिकन आएको थियो। अब यसरी हिँड्दैछ, यहाँ अब हिँड्ने ठाउँ पनि छैन, 3जना चेप्टेर हिँड्न पनि मिल्दैन, त्यही भएर 2जना हिँड्दैछौँ, दुईजना। अनि उसलाई चाहिँ अगाडि बिजाउँदै हिँडाइरहेको छौँ। यहाँ माल्टाको रोडमा हिँड्दा चाहिँ एकदम अगाडि पछाडि साइड बाई साइड हेरेर हिँड्नुपर्छ यार, कतिखेर आउँछ गाडी, कतिखेर गाडी आउँछ थाहा नै हुँदैन क्या। अब हामी चाहिँ